साथीहरु नमस्कार, तपाईलाई धेरै धेरै स्वागत गर्न चाहन्छु जब नोटिफिकेसन युट्युब च्यानलमा। जब नोटिफिकेसन युट्युब च्यानलमा आज भ्याकेन्सी कुनै किसिमको भ्याकेन्सी छैन, कुनै किसिमको केही पनि त्यस्तो सम्बन्धी हामी केही लिएर आएको छैन। आज हामी तपाईहरुको माझमा एउटा छुटै सल्लाह गर्ने उद्देश्यले आएको छु, जुन रहेको छ यो च्यानल सम्बन्धी सल्लाह गर्ने। आज हामीले एउटा छुटै उद्देश्य लिएर आएको छ तपाईहरुको माझमा, जुन तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला, प्रतिक्रिया जनाइदिनु होला। त्यसको लागि हामी यो भिडियो बनाएको छु, पुरै आशा लिएर बनाएको छु, तपाईहरुलाई अग्रिम राम्रो लाग्छ भनेर बनाएको छु। साथीहरु, तपाईलाई थाहै छ यो लगभग 2 वर्ष 2.5 वर्ष 3 वर्षदेखि यस च्यानलमा नेपालको जुनसुकै क्षेत्रमा विज्ञापन निस्केको, तपाईको प्राइभेट बैंक भयो, लघुवित्त भयो, त्यस्तै गरेर लोकसेवा भयो, प्रदेश लोकसेवाहरू भयो, करार भयो, सम्पूर्ण क्षेत्रको भ्याकेन्सीहरू जुन भ्याकेन्सीहरू आउँथ्यो त्यो सम्पूर्ण भ्याकेन्सीहरूको भिडियो बनाएर तपाईहरुको माझमा प्रसारण हामी गर्थ्यौं। हाम्रो टिमले आजदेखि हाम्रो टिमले के निर्णय गरेको छ भनेपछि अब केही टेक्निकल प्रब्लमको कारणले भ्याकेन्सी अब छिटो नआउने हैन, छिटो नआएको कारणले पनि भिडियो बनाउनलाई हाम्रो गाह्रो हुन्छ हैन। त्यही भएर यसो युट्युबमा सधैँ कन्टेन्ट चाहिएको हुनाले त्यसमा अहिलेसम्म च्यानलमा सेकेन्ड जुन हुन्छ मोनेटाइज सेकेन्ड चरणको मोनेटाइज कम्प्लिट क्राइटेरिया त्यो पुरा पनि अहिलेसम्म भएको छैन। त्यही अन्तर्गत त्यसै कारणले हामी यस च्यानलमा अब बाटो मोड्ने तर्फमा हामी लागेका छौं। जस्तै मेरो अब जापानको भिसा लागेको छ, तपाईहरुको माया प्रेम र स्नेहको कारणले आज हाम्रो जापानको भिसा लागेको छ मेरो। त्यही अन्तर्गत अब त्यही कारणले अब जापान जानु भएको हुनाले अब यस च्यानलमा ब्लगिङ सम्बन्धी भिडियोहरू आउने गर्छ, ब्लगिङ सम्बन्धी भिडियो आउने गर्छ र जापानका नयाँ ठाउँहरू के कस्तो छ, रहन सहन, स्टुडेन्ट लाइफको बारेमा सम्पूर्ण भिडियो यसमै अब तपाईहरुलाई जानकारी दिनेछु। जानकारीको साथसाथ अब कुनै किसिमको भ्याकेन्सी आएको छ भने यसै भिडियोमा लास्टमा बीचमा अब हामी मिलाएर राखिदिन्छौँ तपाईको एउटा बोनसको रूपमा। त्यसमा भिडियो बनाएर हामी राखिदिन्छौँ कि फलानो बैंकको या फलानो लघुवित्तको या फलानो स्थानीय तहको फलानो लोकसेवाको फलानो प्रदेशको भ्याकेन्सी आएको छ। एउटा सर्ट एन्ड स्विटमा जानकारी दिइहाल्छु तपाईहरुलाई र भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु होला, किनभने जुनसुकै ठाउँमा पनि हामीले राख्न सक्छौं। त्यही भएर भिडियोलाई सुरुदेखि लिएर अहिलेसम्म माया गरिदिनु भएको छ तपाईहरुले, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र भिडियो फेरि पनि यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु होला र यो च्यानललाई फेरि पनि तपाईहरुले माया दिनु हुनेछ, फेरि आशा र विश्वास पनि छ। किनभने तपाईहरुको कारणले यति सब्स्क्राइबर पुगेको छ र यति वाच टाइम पनि पुगेको छ र च्यानल मोनेटाइज हुने समयमा आइसकेको छ। त्यही भएर तपाईहरुलाई तपाईहरुमाथि हाम्रो विश्वास र एकदमै आशा छ, भरोसा छ कि तपाईहरुले यो च्यानललाई फेरि पनि माया गर्दिनुहुन्छ। यो अर्को बाटो भए पनि माया गर्दिनुहुन्छ तपाईहरु, विश्वास छ हामीलाई। र यो च्यानललाई अब हामीले जब नोटिफिकेसन नाम राख्ने कि छुटै केही नाम राख्ने, अब तपाईहरुले कस्तो लाग्छ, के प्रतिक्रिया दिनुहुन्छ प्लिज कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला आफ्नो। किनभने अब च्यानल जब ब्लगिङको च्यानल हुन्छ हैन, त्यही भएर ब्लगिङ सम्बन्धी नाम राख्ने कि तपाईको जब नोटिफिकेसन कि नै रहन दिने कि अर्को केही नाम राख्ने, अब तपाईले कुन नाम सुटेबल हुन्छ तपाईले एउटा कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला र जुन कमेन्टमा बढी लाइक आउँछ त्यही नाम हामी राख्ने गर्छौं यो च्यानललाई। अब किनभने अब जब सम्बन्धी हामी भिडियो बनाउँथे, जब सम्बन्धी अब छुटै बाटो भएर अब ब्लगिङमा आउँछ हैन, ब्लगिङमा आइसकेपछि अब नाम पनि चेन्ज गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ मलाई। त्यही भएर हजुरहरुसँग सल्लाह गर्न खोजेको मैले। यदि तपाईहरुलाई लाग्छ कि हो च्यानलले नाम चेन्ज नै गर्नुपर्छ भनेपछि तपाईहरु आफ्नो एउटा सल्लाह यो बक्समा कमेन्ट बक्समा छोड्दिनु होला। त्यसै अन्तर्गत राम्रो लागेमा सबैभन्दा बढी लाइक आयो भने त्यो कमेन्टलाई हामी उठाएर नाम राख्नेछौँ। फेरि त्यो यस्तो युनिक नाम हुनु पर्यो कि फेरि कसैको नाम अर्को च्यानलको नाम नहोस्, कपी नहोस् हैन, एकदम युनिक नाम होस् कि